हरे कृष्ण टु एभ्रिवान। फाइनली हामीहरू रूपेश्वर गौदास प्रभुजीको कृपा दर्शन गरेर आयौँ र यो फुल देखिराख्नु भएको छ हजुर सबैजनाले। यो फुल चाहिँ हाम्रो रूपेश्वर गौदास प्रभुजीको हो जो उहाँले मलाई दिनुभयो कृपा स्वरूप। हरिबोल। यति नै खुसी अनि एकदम खुसी लाग्यो। अनि प्रभुजीले मेरो लागि कृपा प्रे गरिदिनुहुन्छ। अनि गङ्गाबु प्रभुजीले पनि के भन्छ आज बेलुकातिर उताको फ्लाइट छ के भन्छ वृन्दावनको। हरिबोल। वृन्दावनको फ्लाइट छ। गङ्गाबु प्रभुजीले पनि प्रे गरिदिन्छु भने छ। हरिबोल हरिबोल। यति खुसी हेर्नुहोस् त्यहाँ मैले माला पाएँ। हरिबोल हरिबोल। म पागल हुन्छु साँच्चीकै अब। हेर्नु न म बडा देख्छु साँच्ची। यति नै खुसी यस्तो होला यति मतलब यस्तो तरिकाले कृपा पाउँला भनेर सोचे पनि थिएन। भगवानको कृपा। थ्याङ्क यू सो मच कानाजी। आई लभ यु हाय कृष्ण। म यति खुसी छु कि जय श्री कृष्ण। हरिबोल। म कसरी एक्सप्लेन गरौँ म कति खुसी छु। मेरो मन कति खुसी भएको छ। अनि रोदा आँखामा गाजल पनि बित्दैछ। सरी। हरिबोल। यति खुसी। हरिबोल। हरे कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम राम हरे हरे। हाम्रो प्रभुजी रूपेश्वर गौदास प्रभुजी र हाम्रो गङ्गाबु प्रभुजीको फ्लाइट सेफली ल्यान्ड होस्। राम्रोसँग वृन्दावन पुगुन् अनि सबै कुरा राम्रो होस् भनेर म प्रे गइरहेको छु। हजुरहरू पनि प्रे गरिदिनु होला।